आज मलाई बिहान पार्कमा हिँडिरहेको बेलामा एकजना नेपाली अङ्कलले बेटी तुम कहाँ से हो भनेर सोध्नुभयो। अङ्कललाई म इन्डियन लागेछ। यो प्रश्न सोधिएको मलाई पहिलोपल्ट होइन। म 4 वर्ष झापा बस्दाखेरि मलाई सबैभन्दा धेरै सोधिने प्रश्न नै यही हुन्थ्यो। मेरो आफ्नो बुझाइ अनुसार चाहिँ मलाई यो प्रश्न गरिनुको मुख्य दुईवटा कारण छन्। पहिलो चाहिँ मेरो स्किन कलर अनि सेकेन्ड चाहिँ यो जुन म नत्थी लगाउँछु त्यो जस्तो लाग्छ। नेपालमा कलरको आधारमा गरिने डिस्क्रिमिनेसन देख्दाखेरि चाहिँ साँच्चीकै दुःख लाग्छ। हामीले कति धेरै सुनिरहेको हुन्छौँ तराई अनि मधेसको दाजुभाइ दिदीबहिनीहरूले आफू नेपालकै कुनै ठाउँमा जाँदाखेरि नेपाली भएको प्रमाणस्वरूप नागरिकता देखाउनु परेको कुरा। आफू त्यही देशको नागरिक भएर पनि पटक पटक राष्ट्रियताको परीक्षा दिन पर्नु कति नराम्रो अनि त्यसपछि विभेदपूर्ण कुरा हो। मान्छेहरूको स्किन कलरलाई लिएर कति मजाक उडाइएको हुन्छ। झन् इन्डियन हो भन्दै कति धेरै गाली गलौजको शब्दहरू प्रयोग गरिरहेको हुन्छ, जुन एकदमै लाजमर्दो कुरा हो। यसलाई हटाउनका लागि हामीले व्यक्तिगत लेभलबाटै धेरै कदमहरू उठाउन आवश्यक छ। सो नेक्स्ट टाइम तपाईँले कसैलाई घर कहाँ हो भनेर सोध्नुको कारण त्यो मान्छेको अपियरेन्स देखेर तपाईँले गरेको अजम्सन र त्यो मान्छेको वास्तविक ओरिजिन म्याच गर्छ कि गर्दैन भनेर भन्दा पनि साँच्चीकै साथी बन्नका लागि होस्।